हेलो साथीहरु, स्वागत छ तपाईलाई। आज पनि मैले जानी नजानी एउटा सानो भ्लग बनाउन कोसिस गर्दै छु। आज चाहिँ म माइती आएको। माइती फेरि मेरो टाढा छैन, 5-10 मिनेटको बाटो छ। तैपनि म त्यो आइरहने गर्दिन। यस्तो चाडबाडमा खाना खान बोलाउनुहुन्छ। अनि आज चाहिँ विकासी घाँस छिपेर जान लागेको छ। काट्न आऊ भनेर आएको म। घाँस पनि काटिसकेँ। अझै अब 2-3टा मुठा काट्न बाँकी छ। विकास घाँस फेरि गरुङ्गो हुन्छ कि साथीहरु, धेरै बोकेर लान सकिन्न, घाम चर्केको छ। बिहान मेरो फेरि वस्तु आजभोलि अलि धेरै भएर भैँसीलाई बाख्रालाई 2-3 भारी घाँस काट्न पर्छ हो साथीहरु। बाख्रा फुकाउन नि एक्लै डर लाग्छ बन लानलाई। साथीहरु आजभोलि फुकाउनु भएन। अनि घाँस हाल्दा काट्दा हैरानै लाग्छ हो। आज चाहिँ म मेरो माइती आएको घाँस काट्नलाई। मेरो माइतीमा फेरि पहिला बाख्रा धेरै थियो, आजभोलि चाहिँ धेरै छैन, सबै बेचिसक्यो। मेरो मम्मीले चाहिँ धेरै पाल्न सक्नुहुन्न, अब बुढी भइसक्यो। अब त्यही पनि फेरि बाबाले सुन्तलाको लागि भए पनि एउटा पाडा ल्याउने भनेर गोठ बनाएर राख्नु भएको छ। म चाहिँ माइती आएको, तर म चाहिँ त्यति खासै आउँदिन माइत। नजिकै भए पनि यसो 2-3 महिना 1 महिना भनेर आउँछु। चाहिँ मेरो माइतीमा चाहिँ मेरो बाबा मम्मी बहिनी भाइ छ। भाइ पनि अस्ति भर्खर इन्डिया गएको थियो, बल्ल हिजो अस्ति आएको। बहिनी चाहिँ पढ्दैछ। मेरो बाबा मम्मी चाहिँ अपाङ्ग हुनुहुन्छ कि साथीहरु। हातखुट्टा त राम्रै छ, कान सुन्नुहुन्न, मुख बोल्नुहुन्न है। तर पनि मेरो बाबा मम्मी अपाङ्ग भए पनि यति मिहिनेत हुनुहुन्छ कि ल हेर्नुस् है साथीहरु। बारी खनेर कति धेरै मकै लाउनु भएको छ कि, जोतेर हैन कि हातैले खनेर यति धेरै मकै यति धेरै तरकारी लाउनु भएको छ। हेर्नुस् है साथीहरु, मेरो बाबा मम्मीले खनेर लगाएको मकै, सुन्तलाको बुटोर यति ठुल्ठुलो बनाएर हुर्काउनु भयो। कति राम्रो बनाउनु भएको छ। यति धेरै उतासम्म छ कि म चाहिँ उतासम्म गएन, माथिसम्म। हेर्नुस् यति धेरै मकै लाउनु भएको छ कि खनेर। मेरो बाबा झन् काममा जानुहुन्छ, बिहान 8 बजे जानुहुन्छ, बेलुका 5 बजे आउनुहुन्छ। अनि शनिबार बिदा हुन्छ। त्यही बिदामा नि एकछिन बस्नुहुन्न कि साथीहरु। यति मिहिनेत हुनुहुन्छ कि मेरो बाबा मम्मी पनि त्यस्तै हुनुहुन्छ। साथीहरु भारी पनि पुगिसक्यो, भारी पनि हालिसके। भारी चाहिँ कति सानो हो नभन्नु है, सानो 8वटा मुठा काटेको। यो विकासी घाँस फेरि गरुङ्गो हुन्छ नि त, अनि बोक्नै सकिँदैन। हाम्रो घर जाने बाटो फेरि एकदम उकालो हो। हेर्नु साथीहरु, हाम्रो माइतमा करेला लाउनु भएको के हाम्रो बाबा मम्मीले है। यस्तो ठुल्ठुलो बनाउनु भयो कि आमामामामामा। यता हेर्नुहोस् न, यता के साह्रो हो करेला पनि। यो चिज फेरि खानलाई मिठो, प्रेसर लो हुनेलाई यति बिसादी, हाई हुनेलाई फेरि यति दबाई। हेर्नुहोस् न साथीहरु, कत्रो छ। अरू तरकारीहरू पनि लाउनु भयो वहाँ तल बारीमा। मलाई फेरि हिँड्न मनै लागेन, थकै लाग्यो, बेसरी तिर्खा लाग्छ। त्यो चाहिँ देखाउन जान्न म। तपाईहरुलाई फेरि अर्को तरकारी देखाउँछु है म, यति ठुलो के।
भारी आउँदै आएन। दाने दाने यहाँ चाहिँ मेरो मम्मीले चाहिँ कान सुन्नुहुन्न के मुख चाहिँ बोल्नुहुन्छ अलिअलि तर त्यति मान्छेहरूले चाहिँ बुझ्नुहुन्न। यो चाहिँ मेरो माइती घर हो। अन्त म माइती घरमा घाँस काट्न आएको। अब घर जानु तिर्खा लाग्यो। भाइ चाहिँ पानी दिनु गएको छ। को अरे बुझ्नु हजुरले बोलेको मै अहिले चाहिँ मेरो माइती घरमा चाहिँ बाख्रा जम्मा यति मात्रै छ। अरू सानो खोरभित्र छ। म चाहिँ हजुरहरूलाई हेर्नुहोस्, यहाँ चाहिँ हाम्रो भाइले बङ्गुर खोर बनाउने अरे। यो केरा ढालेर यतापट्टि चाहिँ कुखुरा पाल्ने अरे। खै गर्छु भने के अरे अब गर्ने हो कि होइन। अब गर्नेलाई गर भन्नु पर्यो। हेर्नुहोस् मेरो बाबा मम्मीले यति धेरै खनेर मकै लाउनु भयो कि एउटा बारी खाली छैन कि खुर्सानी। हेर्नुहोस् यति मिहिनेत गर्नुहुन्छ कि मेरो बाबा चाहिँ सडक विभागमा काम गर्नुहुन्छ। हेर्नुहोस् जिरे खुर्सानी आजभोलि यस्तो जिरे खुर्सानी पाउन नि यति गाह्रो हुन्छ कि पहिला जस्तो छैन। तर हाम्रो बाबाले चाहिँ यो जिरे खुर्सानी चाहिँ मास्नु भएको छैन कि हरेक वर्ष पकाउनुहुन्छ। हेर्नुहोस् तरकारी साथीहरू यति ठुलो घेरौला छ कि आमामामा। अघि म घाँस काट्न आउँदाखेरि देखेँ म त छक्कै परेँ। यति ठुलो घेरौला बिउ राख्नु भएको हो कि खै के हो। यता अरू पनि छ। यत्रो तरकारी छिप्पाएर राखेछ। म आउन नभ्याएको, उहाँहरू पनि आउन नभएको कारणले मलाई चाहिँ पठाइदिनु भएको थिएन। यो एउटा चाहिँ मैले टिपेर लान्छु आज। तलतिर नि सिँगी बोडीहरू चाहिँ छ भन्नुभएको थियो तर मलाई चाहिँ जान मन लागेन। झ्याउला थौकै लाग्छ। हेर्नुहोस् मेरो बाबा मम्मी अपाङ्ग भए पनि यति धेरै मिहिनेत गर्नुहुन्छ कि मेरो बाबाले हामी सानो हुँदाखेरि बजारको तरकारी नै खुवाउनु हुन्थेन कि हामीलाई त्यति साह्रै। खालि करेला यस्तै घेरौला कहिले सोयाबिन र आलु खुवाउनु हुन्थ्यो। त्यही खान पाउँदा नि फेरि हामी फेरि यति खुसी हुन्थ्यौँ कि आजभोलि चाहिँ एउटा मात्रै लान्छु। ठाउँ त धेरै नै रहेछ। एउटा फ्रिजमा हालेर राख्न त हुन्थ्यो, हुन त भएन। घाँससँग बोक्नलाई अलिक गाह्रै हुन्छ। दुईटा लिएर जानु पर्यो। मैले फेरि घेरौला लगाएको छैन कि मलाई फेरि यो घेरौला त्यति साह्रो मिठो पनि लाग्दैन हो। ब्रोइलर कुखुराको मासु मिश्रण पायो भने मात्रै मिठो लाग्छ, नत्र भने त्यति मन लाग्दैन। कति बेर लाग्यो चुल्टिन। हाम्रो बाबा र मम्मीले बारी घारी हुन दिएको पनि छैन कि सब मकै लगाएर खनेर। म बाठो मान्छेको बरु
बारी घारी भएर घोडा घोडा आइसक्यो। झार पनि मेरो बाबा मम्मी अपाङ्ग भए पनि लाटालाटी भए पनि बारी चाहिँ एउटा खाली छैन के। तरकारीले मकैले यस्तो खुर्सानीहरू लाग्नुभयो। तल तल झन् सिमी बोडी सुन्तला हेर्नुहोस्। हाम्रो बाबाले सुन्तला लाएर बारी एउटा खाली ठाउँ छैन कि सुन्तलै सुन्तला छ।